नमस्कार सबैजनामा मेरो नाम हरि खनाल हो। यो परियोजना तयार पार्ने टोलीको तर्फबाट म तपाईहरूलाई पश्चिम म्यासाचुसेट्समा बसोबास गर्ने भुटानीहरूको नभनिएका कथाहरू शीर्षकको यो डकुमेन्ट्री प्रस्तुत गर्न चाहन्छु। यो डिजिटल दस्तावेजले 50 वर्ष वा त्योभन्दा माथिको उमेरका 6 जना पूर्व भुटानी नागरिकहरूको कथाहरू समेट्ने प्रयास गरेको छ। हामी आशा गर्दछौँ कि उनीहरूका कथाहरू सुनेपछि तपाईहरूले विश्वभर विभिन्न देशहरूमा छरिएर बसेका भुटानी शरणार्थीहरूले भोगेका घटनाहरूको बारेमा राम्रोसँग बुझ्न पाउनुहुनेछ। यो डकुमेन्ट्री भुटनिज सोसाइटी अफ वेस्टर्न म्यासाचुसेट्स BSWM ले युनिभर्सिटी अफ म्यासाचुसेट्सको इतिहास विभागसँगको साझेदारीमा तयार गरेको हो। मास ह्युम्यानिटिज र म्यासाचुसेट्स राज्यको एसियन अमेरिकन तथा पेसिफिक आइल्यान्डर्स कमिसनबाट यो परियोजनाका लागि वित्तीय सहयोग प्राप्त भएको हो। BSWM को तर्फबाट म यस परियोजनाको सम्पादक र भिडियोग्राफरको रूपमा हाम्रा प्रायोजकहरू साथै यस परियोजनाका अन्य सदस्यहरू जस्तै युनिभर्सिटी अफ म्यासाचुसेट्स एमहर्स्ट अन्तर्गत इतिहासका प्राध्यापक डाक्टर रिचार्ड चु, ह्याम्पसायर कलेजकी अवकाश प्राप्त प्राध्यापक डाक्टर किम्बर्ली चेङ, भिडियोग्राफी तालिम प्रशिक्षक थोमस प्रुतिस्टो, परियोजना निर्देशक दुर्गा गिरी, भिडियो सहसम्पादक रमन खनाल, यस डकुमेन्ट्रीका अन्तर्वार्ताकारहरू, अन्तर्वार्ताका सहभागीहरू र यस परियोजनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान गर्ने सबैलाई हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। तपाईहरूको सहयोग र समर्थनले हामी यो डकुमेन्ट्री यहाँ र विश्वभर छरिएर रहेका व्यापक दर्शकहरूमा पुर्याउने आशा गर्दछौँ। यो परियोजनामा अन्तर्वार्ताकारको रूपमा महत्त्वपूर्ण भूमिका खेल्ने निम्न व्यक्तिहरू हुनुहुन्छ। केविन दर्जी। नमस्कार, मेरो नाम केविन दर्जी हो। म मास ह्युम्यानिटिजको प्रायोजन र एसियन अमेरिकन कमिसनको सहप्रायोजनमा तपाईँ हाम्रै सामाजिक संस्था भुटानी सोसाइटी अफ वेस्टर्न म्यासाचुसेट्सद्वारा सञ्चालित परियोजना मौखिक इतिहासको अभिलेखनका लागि कार्यरत एक अन्तर्वार्ताकार हुँ। लीला चम्लगाई। नमस्कार, मेरो नाम लीला चम्लगाई हो। म मास ह्युम्यानिटिज र एसियन अमेरिकन तथा पेसिफिक आइल्यान्डर कमिसनको आर्थिक सहायता एवं युनिभर्सिटी अफ म्यासाचुसेट्स एमहर्स्ट इतिहास विभागको साझेदारीमा भुटनिज सोसाइटी अफ वेस्टर्न म्यासाचुसेट्सद्वारा सञ्चालित डिजिटल दस्तावेजका लागि कार्यरत एक अन्तर्वार्ताकार हुँ। त्यसैगरी यस परियोजनाका लागि अन्तर्वार्ता दिन सहमति जनाउने 6 जना निम्न व्यक्तिहरू हुनुहुन्छ, जसको कथाहरू बिना उनीहरू किन आफ्नो जन्मभूमि छोड्न र नेपाल आएर पहिले शरणार्थी बन्नु पर्यो र त्यसपछि संयुक्त राज्य अमेरिका आउन बाध्य हुनु पर्यो भन्ने वास्तविकता हामीले कहिल्यै थाहा पाउन सक्ने थिएनौँ। उहाँहरू हुनुहुन्छ भीम तिवारी। मेरो नाम भीम तिवारी। उमेर 82। भुटान चाहिँ म दागापेला सुनतोलेमा जन्मेको छु। म्यासाचुसेट्सको रोसाभिलमा छु अहिले। गङ्गा शर्मा। म 67। मेरो भुटान जन्मस्थल हो। भुटानमा बाँडा ब्लक बाँडामा हो मेरो। अहिले त्यहाँबाट हिँड्यौँ, त्यहाँबाट हिँडेर आएर शरणार्थी क्याम्पमा बस्यौँ। दुःखले आयौँ त्यहाँ। श्रीमती घरमै छन्, छोरो पढ्दैछ। अब पढिसक्छ होला यो साल भनेको पनि। अब के गर्छ हेरौँ, पढ्दैछ। अब पढ्यो, राम्रो पढ्यो। अब अमेरिका आएर होइन दुःखले पढ्यो, सुखले चाहिँ होइन दुःखैले पढेको। छोरीहरू सबै आफ्नो आफ्नो घरमा छन्, आफ्नो आफ्नो काम गर्छन्, खान्छन्। दिल तामाङ। मेरो नाम दिल तामाङ हो। भुटानमा म गेलफुकबाट हो, गेलफुक नयाँ बस्ती। अनि क्याम्पमा म बेर्लाङ्गे 3 रेफ्युजी क्याम्पमा हो र मेरो उमेर चाहिँ 52 साल हो। राम गुरुङ। मेरो नाम चाहिँ राम बहादुर गुरुङ हो। म दुम्ते ब्लकको
चिप्जी भन्ने गाउँमा चाहिँ मेरो जन्म भएको थियो। म 1921 सालमा जन्म भएको मेरो। र हाम्रो परिवारमा मेरो बाबा मम्मी अनि हामी दाजुभाइ गरेर 3 जना छौँ। हामी दिदी बहिनीहरू 3 जना भएकोमा दिदी एउटा र दाजु एउटा चाहिँ अहिले बितिसक्नुभयो। अहिले हामी 2 जना, 2 भाइ र 2 बहिनी चाहिँ अहिले यहाँ छौँ, बाँचिरहेको छौँ। र एउटा साल दाजु उहाँ स्कन्टन पेन्सिल्भेनियामा हुनुहुन्छ। मेरो कान्छी बहिनी अस्ट्रेलियामा हुनुहुन्छ र माइली बहिनी यहाँ क्यानाडामा हुनुहुन्छ र म चाहिँ यहाँ मासाचुसेट्सको वेस्टफिल्डमा अहिलेसम्म छु। नारद अधिकारी। मेरो नाम नारद अधिकारी र म अहिले चाहिँ 57 इयर्स 57 वर्षमा हिँड्दै गरेको छु। भुटानमा चाहिँ दक्षिण भुटानको पहिला म जन्मिँदाखेरिको जिल्ला चाहिँ चिराङ जिल्ला हो। वर्तमान चाहिँ काना जिल्ला पर्छ। काना जिल्ला अन्तर्गत गोसी ब्लकमा पर्ने भाले गाउँ भन्ने एउटा गाउँमा हाम्रो घर थियो र त्यहाँ म जन्मेको हुँ। र त्यस पछाडि जुन परिस्थितिले अनेक रूपरेखा तयार गर्दै गर्दै म वर्तमान अमेरिका आइपुगेको छु र अमेरिकाको मासाचुसेट्स राज्य अन्तर्गत स्प्रिङफिल्ड शहरमा बसोबास गर्दैछु। मेरो बाबाआमा चाहिँ बाबाको नाम श्री कृष्ण प्रसाद अधिकारी हो। अहिले चाहिँ 90 पुग्नलाई 2 वर्ष मात्रै बाँकी छ। मेरो माताजी आमा लगभग 80 वर्ष पुग्न लाग्नुभयो। उहाँको नाम धनमाया अधिकारी हो। र मेरा दाजुभाइहरू म समेत लगायत हामी 4 जना दाजुभाइ। ठुलो दाजुको नाम श्री जयनारायण अधिकारी र मेरो भाइको नाम सबैभन्दा मदेखि मुनिको भाइको नाम हरिविनोद अधिकारी र कान्छो भाइको नाम बन्धु अधिकारी। मेरा 7 जना दिदीबहिनीहरू, हामी दाजुभाइ 4 जना अमेरिकामै छौँ। दिदीबहिनीमा 5 जना दिदीबहिनीहरू अमेरिकामा छौँ। 2 जना चाहिँ 1 जना बहिनी अस्ट्रेलियामा छिन् र अर्को जना बहिनी चाहिँ बेलायतमा छिन् र यसरी अहिले चाहिँ भुटानदेखि बाहिर छरिएर आफ्नो प्रकारले बसिरहेका छौँ। र नारायण अधिकारी। मेरो नाम चाहिँ नारायण अधिकारी। म 54 वर्षमा हिँड्दैछु। भुटानको जन्मस्थान भनेको जन्मथलो भनेको सिप्सु भुटान साम्ची डिस्ट्रिक्ट हो। अहिले चाहिँ अमेरिकाको म्यासाचुसेट्स राज्य अन्तर्गत स्प्रिङफिल्डमा बसोबास छ। यो डकुमेन्ट्री 3 भागमा विभाजित छ। पहिलो भागले भुटानमा उनीहरूको जीवन र आफ्नो देशमा बस्न उनीहरूले सामना गर्नु परेका सङ्घर्षहरूमा केन्द्रित छ। दोस्रो भागले उनीहरूले नेपालमा स्थापित विभिन्न शिविरहरूमा बिताएको धेरै कठिन जीवनलाई वर्णन गर्दछ, जहाँ उनीहरू आफ्नो मातृभूमिबाट अलग भएपछि 2 दशकसम्म बसोबास गरेका थिए। अन्तिम भाग उनीहरूले संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्च आयुक्त UNHCRको पुनर्वास कार्यक्रम अन्तर्गत पश्चिम म्यासाचुसेट्समा आए पश्चात प्रारम्भिक रूपमा सामना गरेका अनिश्चितताहरू र कसरी उनीहरूले संयुक्त राज्य अमेरिकाको नागरिकको रूपमा आफ्नो जीवन परिवर्तन गरे भन्नेमा केन्द्रित छ। भुटान दक्षिण एसियामा अवस्थित एउटा सानो हिमाली राष्ट्र, सुन्दर पहाडहरू, शान्त गुम्बाहरू र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध राजतन्त्रात्मक मुलुक। तर यो सुन्दरताको पर्दा पछाडि एउटा कालो इतिहास पनि लुकेको छ भन्ने कुरा संसारले थाहा पाउन अत्यन्त जरुरी छ। भुटानले दशकौँसम्म एक राष्ट्र एक प्रजा नीति लागू गर्यो। ड्रिग्लाम नाम्जा नामक नीति मार्फत एउटै संस्कृति, भाषा र पहिरनलाई अनिवार्य गराई जुनसुकै धर्म वा समुदायको मानिस भए तापनि ड्रुक्पा जातिकै धर्म संस्कृति पालना गर्न बाध्य बनायो।
भुटानले लोछाम्पा भनेर चिनिएका नेपाली भाषी दक्षिण भुटानीहरूलाई बिना कारण राष्ट्रिय पहिचानका लागि खतराको रूपमा हेर्न थाल्यो। सन् 1985को नागरिकता ऐन र विभेदपूर्ण जनगणनाद्वारा हजारौं लोछाम्पाहरूलाई रातारात अवैध आप्रवासी घोषित गरियो। लोछाम्पाहरूमाथि दमनको श्रृङ्खला बढ्दै गएपछि उनीहरूको परिवारलाई तथाकथित स्वैच्छिक माइग्रेसन फारममा हस्ताक्षर गर्न बाध्य पारियो। जनगणना लोछाम्पाहरूलाई सामूहिक निष्कासन गर्नको निम्ति गरिएको एउटा अभिनय थियो। उनीहरूको जग्गा जमिन जफत गरियो, घर कब्जा गरिए र ठूलो सङ्ख्यामा उनीहरूलाई भुटानको आधिकारिक अभिलेखबाट मेटाउने काम गरियो। सन् 1990को दशकको सुरुवातसम्म 1 लाखभन्दा बढी लोछाम्पाहरू आफ्नो घर, भूमि र पहिचान गुमाउँदै देशबाट जबरजस्ती निष्कासित भए। तपाईहरूले यो भिडियो सामग्रीको यस खण्डमा लोछाम्पाहरू जबरजस्ती देश निकाला हुनु परेका दुःखद कथाहरू उनीहरूको आफ्नै शब्दमा सुन्नुहुनेछ। दक्षिण भुटानमा विशेष गरेर हामी जसलाई भुटानी राष्ट्रिय भाषामा अथवा भुटानको सत्ताधारीहरूले लोछाम्पा भनेर भन्छन्, त्यसरी नै हामी लोछाम्पा समुदायहरूलाई जुन प्रकारको समस्या त्यतिखेर पर्यो परिस्थितिवश, त्यही समस्याको एकजना शिकार म पनि हुँ, एउटा भिक्टिम म पनि हुँ। र त्यही अन्तर्गत म तत्काल त्यो समयमा थिम्पू राजधानी, भुटानको राजधानी थिम्पूमा बस्दै गर्दै थिएँ। र जब दक्षिण भुटानमा एउटा मानवाधिकार सम्बन्धमा जुन आवाज उठ्यो, त्यो आवाजलाई भुटान सरकारले यस्तो प्रकारले क्रास गर्यो कि त्यसमा अनेक प्रकारका मानवीय अत्याचारहरू, भायोलेसन अफ ह्युमन राइट्सहरू जुन प्रकारले भयो, त्यस अन्तर्गत तमाम हाम्रा सिधा साधा मातापितादेखि लिएर दाजुभाइ दिदीबहिनी छरछिमेकी सबैले देश छोडेर बाहिर निस्किनु पर्ने अवस्था भयो। थिम्पूमै थिएँ। अहिलेको जस्तो टेक्नोलोजी त्यहाँ त्यति सजिलो थिएन, कम्युनिकेसनको सूचनाको आदान प्रदान गर्ने वायरलेस हुन्थ्यो, त्यतिखेर बाई टेलिफोन भन्ने कुरा त त्यतिखेर छँदै थिएन। त्यसले गर्दा म एकदमै कटअफ भएको थिएँ। तर पछाडि मलाई थाहा भयो कि मेरा बाबाआमाले चाहिँ विशेष गरेर मेरा पिताजीलाई चाहिँ जोङमा बोलाइएको रहेछ, दागान जोङमा। र के भनिएछ भने तिमी अब यहाँबाट देश छोडेर जाने कि यहाँ जेलभित्र पसेर बस्ने, एउटा रोजाइ, त्योदेखि बाहेक अर्को तेस्रो रोजाइ छैन, यो दुईटामा एउटा रोजुन तिमीले भन्दाखेरि जेलको यातना जुन प्रकारको भोगेको अरूहरूबाट सुनेको थियो त्यो कहाली लाग्दो दर्दनाक थियो। र त्यसले गर्दाखेरि मेरो पिताजीले भन्नुभएछ म जेलमा भन्दाखेरि बरु मेरो ज्यान बचाउनका लागि, उहाँले त्यो सोच्नुभयो होला, ज्यान बचाउनको लागि बरु देश छोडेकै ठिक हुन्छ होला भनेर चाहिँ म बरु देशै छोडेर जान्छु, जेलमा बस्दिनँ भनेर उहाँले भनेको चाहिँ उहाँलाई देश निकालिएछ। र जब मैले खबर पाएँ कि बाबाआमा चाहिँ एउटा क्लाइमेटिकली एकदम डिफ्रेन्ट इन्भाइरोमेन्टमा मसिना भाइ बहिनीहरूको साथमा बङ्गाल आइपुग्नु भयो भन्ने कुरा सुनेपछि मलाई एकदम आतुर लाग्यो कि मैले पनि अब भेट्नुपर्छ। तर अवस्था यस्तो थियो कि मैले मेरो यस्तो यस्तो भयो, बाबाआमा चाहिँ बाहिर निस्किनु भएछ, मैले अब भेट्न जानुपर्ने भयो भने त्यहाँ कसैलाई भन्न सक्ने अवस्था थिएन। मैले अत्यन्तै गोपनीय रूपले थिम्पूबाट मैले एउटा सानो सुटकेसमा आफ्ना फेर्ने कपडाहरू बोकेर अन्य मेरा कोठाका साथीहरूलाई मात्रै भनेर म त्यहाँबाट आएँ। र तल आइपुगे पछाडि चाहिँ जब बाबाआमासँग भेटेर केही दिन पछाडि, 2-3 दिन पछाडि क्विन्सेल भन्ने एउटा राष्ट्रिय साप्ताहिक पत्रिका निस्किन्थ्यो। त्यो पत्रिकामा चाहिँ नारद अधिकारी इज अल्सो वान अफ द एब्सकन्डर भनेर देश छोडेर भाग्ने भन्नेमा नाम लेखमा मलाई पनि हालिएको रहेछ। र त्योबाट मैले खबर पाएँ कि म भुटान फर्केर गएँ भने पक्कै पनि पक्रिन्छ भन्ने जब सुने, त्यो मैले भुटान फर्किने आँट गरिनँ। त्यो दिनदेखि म देशदेखि बाहिर नै छु। त्यो हो 1991 को कुरा। सुरुमा के थियो भनेदेखि त्यहाँको नेपालीको बसोबास, नेपाली भुटानमा पनि लगभग, हुन त अरू अरू जाति पनि होलान्, तर मुख्य रूपमा देखिएको चाहिँ नेपाली हिन्दू र गालुङ र सार्चोप बुद्धिज्म भनौँ न, बुद्धिस्टहरू, जसलाई हामी अब डुक्पा भन्थ्यौँ, के भन्थ्यौँ, उसले हामीलाई लोछाम्पा भन्थ्यो। त्यस्तै भएर बसोबास गरिरहेको थियौँ। पछि गएर अब राज्य सञ्चालन गर्ने चाहिँ हाम्रा नेपाली परेनन्, उसैको
त्यहाँको जुन अब मुख्य जातिकै सबैहरू सञ्चालन गर्ने थिए, राज्यका प्रमुखहरू। र अनि पछि गर्दै जाँदै गर्दाखेरि चाहिँ अब जुन हिन्दू धर्मावलम्बीहरू थिए ती हिन्दूलाई चाहिँ अलिकति अवहेलना गर्न थाल्यो हैन। जस्तै अब हुँदै पढाउँदै गरेको हाम्रो जुन नेपाली संस्कृति थियो, परम्परा अनुसार चलिरहेको थियो, नेपाली पढाउँथ्यो भुटानमा पनि, तर 81 बन्द गरिदियो। बुझ्नुभयो त? 81 बन्द गरिदियो। त्यहाँदेखि जुन हाम्रो वेशभूषा थियो, जस्तै अब दौरा सुरुवाल टोपी, त्यो नलगाउन उसले आदेश दियो। त्यसको सट्टामा बक्खु लाउनु पर्ने, उसकै पोसाक लाउनु पर्ने, हाम्रो पोसाक फ्याँक्नु पर्ने, त्यस्ता विभिन्न कुराहरू बिस्तारै उसले हामीमा लाद्न थाल्यो। त्यो लादेको कारणले गर्दाखेरि अब कति अलिकति सचेत हुने मान्छेलाई चाहिँ त्यसको विरुद्धमा केही आवाज उठाउन मन लाग्यो र आवाज पनि उठाउन थालिएको थियो। त्यो आवाज उठाउने क्रममा चाहिँ उसले चाहिँ लु अब होइन रहेछ, यी नेपालीहरूले चाहिँ राज्य नै खोज्ने रहेछ भनेर चाहिँ हामीलाई लगभग उसको नीति नियम लागू गरेर देशबाट निकाल्ने अनि त्यस्ता बाध्यताहरू बनाउन थाल्यो। जस्तै कि अब सेन्सस उहाँको भनौँ के भन्छ नागरिकता प्रमाणपत्रमा पनि भनौँ भिन्नता क्या त्यो प्रयोग गर्न थाल्यो उसले। जस्तै कि भनौँ न अब F1, F2, F3 यस्ता कुराहरू लाद्न थाल्यो भनौँ न। त्यसले F1 भनेको के हो, F2 भनेको के हो, F3 भनेको के हो, त्यसरी छुट्याउन थाल्यो। जसलाई कि F1 भन्ने चाहिँ एकदम उहीको बासिन्दालाई F1 भन्न थाल्यो र पक्का नागरिक हो भुटानको भनेर भन्न थाल्यो। F7 जसलाई बनाइयो ऊ चाहिँ बसोबास गरेर बसाइ सरेर आएको मान्छे बनाइयो, जो चाहिँ भुटानको असली नागरिक होइन। त्यसो भनेर नाइ त त्यस्तो प्रकारको दिन थाल्यो, बनाउन थाल्यो। अनि जो चाहिँ F7 छ त्यसलाई चाहिँ तुरुन्तै देश छोड्नका लागि उसले आदेश गर्यो। किनकि त चाहिँ अब F7 होस्, त चाहिँ भुटानको नागरिक होइनस्, कहीँबाट बसाइ सरेर आएर बसेको होस्, त तुरुन्तै निक्लिदेश भनेर निकाल्न थाल्यो। त्यही निकाल्ने क्रममा अब होला कतिजना त त्यसमा नपरेका पनि थिए होला, तर पनि पारिवारिक बाध्यताले गर्दा, जुन परिवारको सम्बन्धले गर्दाखेरि बाध्यता भएर F7 बनायो। अनि लगभग अब मान्छेहरू बाध्यता भएर निक्लिन थाले। निक्ली भनेपछि त कहाँ जाने त? निक्लिनु त पर्यो नि त। एउटा राज्यले दिएको हुकुमलाई त मान्नु पर्यो नि त। अब एउटा बाहिर निक्लेपछि उसको सन्तान जुन भित्र छ त्यो पनि त्यसलाई पनि निकाल्न थाल्यो। तेरो त फलाना गयो, त पनि जा भनेर यसरी बाध्यता बनाएर निकाल्न थाल्यो। त्यही निकाल्ने क्रममा आफू पनि बाध्यता परियो र निक्लेर नेपालमा आएर बसोबास गरियो। पक्रा परेर लगेर राखेर कुटेर के भयो अब त्यस्तो हिसाब किताबमा पर्यो हामीहरू। पुलहरू बनाउनुको लागि झारलाङ्गी जानुपर्ने, महिनामा 30 दिन हुन्छ। 30 दिनमा 3 हप्ता चाहिँ अब झारलाङ्गी जानुपर्ने, 1 हप्ता काम गर्नुपर्ने। 1 हप्तामा कति काम गर्नु? अब जान र आउन झारलाङ्गी जान र आउनमा 1 हप्ता लाग्थ्यो, गर्दाखेरि 3 हप्ता त झारलाङ्गी गइहाल्यो। 1 हप्तामा केही गर्नु सक्ने भएन। झारलाङ्गी मात्रै जाँदा अनि झारलाङ्गी जानु पनि सजिलो बाटो थियो भन्दा ठिकै हुन्थ्यो। एउटा खोला तर्नुपर्ने, 28 ठाउँ तर्नुपर्ने खोला। बर्खाको बेलामा कम्मर भन्दा माथि आउँथ्यो खोला। ढाँड खोलामा अब प्लास्टिक केही पर्यो भने त्यतै चिप्ल्यायो भने त्यतै सकिन्छ। गर्दा डुम्पा अफिसबाट एउटा प्रमाण लेटर चिठी आएछ, लो ठाम नम्बर र आफ्नो सिटिजन कार्डहरू लिएर झट्टै भन्दा झट्टै डुम्पा अफिसमा आउनु भनेर भनेछ। खबर आएछ र त्यहाँदेखिको
बैदार भन्थे, त्यहाँ बैदारले समाचार लिएर आयो। त्यहाँदेखि लोन त भनेर ठाउँ नम्बर र सिटिजन कार्डहरू सबै पोको पारेर बोकेर हिँड्यो। गएको ढुङ्पाले ठाउँ नम्बर र त्यो सिटिजन कार्ड चाहिँ सबै पोको पारेर दरेसमा तल हालिहाल्यो। तिमीहरू अब यहाँदेखि यो ठाउँ छोडेर जानु भनेर भन्यो। अनि कहाँ जानु, हामी त अब कहीँ पनि केही पनि थाहा छैन, कहाँ जानु भनेर भन्यो। अब पहिला कहाँबाट आएको थियो त्यहीँ जानु। हामी त होइन, हामी त कहाँबाट आएको होइन, हामी त यहीँ जन्मेको, यहीँ हो, भुटानमै हो भनेर भन्यो। अब त्यसो भने अब नेपाल गएर बस्नु, अब यहाँ मात्रै होइन, अब बाह्रै भुटानमा यस्तो भइराखेको छ। यो आन्दोलन यहाँ मात्रै होइन, तिमीहरूलाई मात्रै होइन, सबैलाई त्यस्तै हो। उता गएर बस्दै गर्नु, भोलि पर्सि राम्रो भएपछि फेरि आउनु हामी तिमीहरूलाई बोलाउँछौँ र आउनु, अहिले गएर बस्दै गर्नु भनेर फकायो। त्यसो भने त होला नि त भनेर ठाउँ नम्बर बुझाएर घर आइयो। हामीलाई 18 तारिकसम्मको म्याद दिएको थियो। त्यतिखेर हिँड्न सकिएन, फेरि भाका सारेर फेरि 20 दिनको भाका सारेर बसियो। हामी वैशाखको 18 तारिक हो कि 10 तारिक कतिमा हो बिर्सिसकेछ, त्यतिमा चाहिँ हामी निस्केर हिँड्यो। हाम्रो गाउँमा नेपाली भने चाहिँ 9 घर मात्रै थियौँ र हामी 9 घर चाहिँ एकैचोटि बाटो लाग्यौँ। बाटो लागेपछि हाम्रो जति गाई बस्तु सबै भाकोहरू सबै अब केही बेच्नु पाइएन, कसैले किन्ने कुरा पनि भएन। हाम्रो धुना गाईहरू थियो, 3-4 माउ धुना थियो, गाई गोरु हल गोरुहरू थियो, कुनै पनि बेच्नु पाइएन। बेच्नु नपाएपछि हामीसँग पैसाहरू पनि भएन। अब भुटानमा त्यस्तो अब व्यापारहरू चल्थेन, त्यसले गर्दा पैसाहरू हुन्थेन। अब गाई गोरु बेच्दा के गर्दा खसी बाख्रा बेच्दाखेरि त पैसा हुने हो, त्योहरू पनि बेच्नु पाएन। सबै भोटेलाई जिम्मा लगाएर सुन्तला बगानहरू जिम्मा लगाएर त्यत्तिकै हिँड्यो। भुटान छोड्नुको कारण चाहिँ के हो भनेदेखि अब भुटानमा त्यस्तै अब जातीय विषय लिएर आन्दोलन उठिएको थियो। जस्तै उहाँको हामीहरू जति भुटनिस नेपालीहरू छौँ र उहाँकै भुटानको भोटेहरू भनौँ, त्यहाँ त्यो जातिको मान्छे बीच विभिन्न जातीय भेदभाव भनौँ, त्यस्ता कारणले गर्दाखेरि हामीहरू भुटान छोड्नु परेको थियो। जबकि हाम्रो त्यहाँ बस्दाखेरि भुटानमा हाम्रो नेपाली भाषालाई मान्यता नदिने, अर्थात् हाम्रो नेपाली वेशभूषालाई मान्यता नदिने यस्ता विभिन्न कारणहरू थियो र यस्तै कारणले गर्दाखेरि आन्दोलन भएको थियो। र आन्दोलन हुँदाखेरि उहाँकै भुटानको आर्मी लगायत लागेर चाहिँ खेदाइएको थियो। शोषणहरू विभिन्नहरू गरेका चाहिँ थिए, त्यो ठाउँ ठाउँमा थियो। तर विशेष नेपालीहरूलाई चाहिँ पक्रेर लाने, जेलमा लाने र विभिन्न यातना दिने र त्यहाँ भएका गाउँघरका छोरी चेलीहरूलाई चाहिँ यौन शोषण गर्ने, यस्ता खालका विविध घटनाहरू घटेको थियो र यस्तै खालको यातना अत्याचारहरू थिए। आफ्नै मातृभूमि भुटानबाट लखेटिएका लोछाम्पाहरूको यात्रा दुःख र सङ्घर्षले भरिएको थियो। कतिपय परिवारहरू हप्तौं दिनसम्म बाघ भालु लाग्ने घना जङ्गल र दुर्गम बाटो पार गर्दै ससाना बालबच्चाहरू र वृद्धहरूलाई लिएर हिँड्न बाध्य थिए। यी मध्ये पनि धेरैको साथमा शरीरमा लगाएको एक सरो कपडा बाहेक अन्य केही पनि थिएन। कति लोछाम्पाहरूले त बाटोमा हिँड्दा हिँड्दै रोग र भोकका कारण परिवार सदस्यहरू गुमाउनु परेको थियो। यस्तै गर्भवती महिलाहरूले बीच बाटो, गाडी वा ट्रेनमा यात्रा गरिरहेकै अवस्थामा बच्चालाई जन्म दिनु परेको थियो।
भारत भूमिमा प्रवेश गरे पश्चात छिमेकी मुलुकबाट लखेटिएका लोछाम्पाहरूलाई शरण दिनुको सट्टा भारतीय सुरक्षाकर्मीहरूले समेत बलपूर्वक ट्रकमा हालेर सीमा पार गरी नेपाली भूमिमा छोड्ने गरेका थिए। यसरी नेपाल पुगेपछि लोछाम्पाहरू भिडभाडयुक्त शरणार्थी शिविरमा गएर बस्न बाध्य भए, जहाँ उनीहरूले लामो समयसम्म अनिश्चित भविष्य बिताउनु परेको थियो। तपाईहरूले यो भिडियो सामग्रीको अबको खण्डमा मातृभूमि भुटानबाट लखेटिए पश्चात लोछाम्पाहरूले के कस्ता कठिनाइहरू पार गरी भारत हुँदै पूर्वी नेपाल र त्यसपछि शरणार्थी शिविरसम्मको यात्रा गरेका थिए भन्ने कुरा थाहा पाउनु हुनेछ। यो बाटोमा अब छिमेकीहरू बिरामी हुँदै गयो। मेरो आमाको बहिनी माइली चाहिँ बाटोमा एक दिनको बाटो आएर एक दिनकै बाटोमा उनीहरूलाई त्यहीँ जलाइराखियो। 7 दिन हो कि 13 दिन बसेर उसको काम क्रिया सकेर त्यहाँदेखि हिँड्यो। फेरि आउँदा अर्को एक दिनको बाटो आएर फेरि एकजना मेरै बहिनी पर्ने मामाको छोरीले फेरि नानी जन्माए। फेरि त्यहाँ 15 दिन बस्नु पर्यो। 15 दिन बसेर त्यहाँदेखिको सुत्केरी हुर्काएर नौरान गरिओरि सुत्केरी हुर्काएर हिँडियो। यसो गर्दा गर्दा होइन के वैशाख चैतमा रहेछ हामी हिँडेको कि उहाँबाट भुटानबाट। वैशाखको 22 तारिक चाहिँ हामी नेपालको पत्री क्याम्पमा आइपुगेको थियौँ। पूर्वी नेपालमा अवस्थित शिविरहरूमा शरण लिन बाध्य लोछाम्पाहरूको जीवन एक कठिन सङ्घर्षले भरिएको थियो। विभिन्न सहायता निकायहरूमा निर्भर लोछाम्पाहरूलाई बाँच्नको लागि न्यूनतम सहयोग त मिल्थ्यो नै, तर त्यहाँ उनीहरूले सुन्दर भविष्यको कल्पना गर्न सक्ने अवस्था थिएन। उनीहरूलाई प्रत्येक 14-15 दिनमा चामल, दाल, तेल जस्ता सीमित राहत सामग्री वितरण गरिन्थ्यो, तापनि ती राहत सामग्रीहरू अर्को पालो आउन्जेलसम्मका लागि पर्याप्त हुँदैन थियो। बस्ने छाप्राहरू अस्थायी र असुरक्षित थिए। छाप्रोका लागि प्रयोग गरिने प्लास्टिक, त्रिपाल वा बाँसका संरचनाहरूले वर्षा र जाडोबाट परिवारलाई जोगाउन साह्रै कठिन थियो। शिविरमा सामान्य उपचार उपलब्ध भए तापनि जटिल रोगहरूको लागि कुनै उचित सुविधा थिएन, जसले गर्दा धेरै लोछाम्पाहरू उपचार बिना नै पीडा सहन बाध्य थिए। रोजगारीका अवसरहरू थिएनन्, जसले हजारौंलाई गरिबी र परनिर्भरताको चक्रमा थुनेको थियो। भविष्य निर्माण गर्ने सपना बोकेका युवाहरू निराश हुन्थे। शिविरभित्र कक्षा 10 सम्म पढ्ने सुविधा त थियो, तर आर्थिक अभावकै कारण धेरैका लागि उच्च शिक्षा सम्भव थिएन। लोछाम्पाहरूले आफ्नो मातृभूमि भुटानको भन्दा टाढा नेपालका शिविरभित्रका छाप्राहरूलाई नै आफ्नो घर ठानेर वर्षौंसम्म बस्नु पर्यो। उनीहरूले अन्योलपूर्ण जीवन बिताइरहँदा आइपरेका विभिन्न कठिनाइहरूका बावजुद पनि उनीहरूको साहस अटल थियो। परिवारहरूले उज्जवल भविष्यको आशा कहिले पनि मारेनन्। बालबालिकाहरूले तारबारभन्दा परको भविष्य देख्ने प्रयास गरिरहे र एउटा पुस्ताले राम्रो जीवनको अवसरको प्रतीक्षा गरिरह्यो। अन्त्यमा लगभग 97% लोछाम्पाहरूले उज्जवल भविष्यको निम्ति तेस्रो मुलुक पुनर्वासको विकल्प स्वीकार गरे र शिविरभित्रको अनिश्चित जीवनबाट सधैँका लागि मुक्त हुने बाटो रोज्न विवश भए। तपाईहरूले यो भिडियो सामग्रीको अबको भागमा शरणार्थी शिविरमा रहँदा लोछाम्पाहरूले गरेका सङ्घर्ष, धैर्यता र उनीहरूको आत्मशक्तिको बारेमा जान्नुहुनेछ।
अब शरणार्थी भनेको चाहिँ देशविहीन पहिचान पनि विहीन हुँदो रहेछ। वास्तवमा शरणार्थी भनेको स्टेटलेस भनेको चाहिँ त्यसको डेफिनेसन एकदमै बृहत हुँदो रहेछ। एउटा पाउनको रूपमा, एउटा भिखारीको रूपमा जस्तो अवस्थामा चाहिँ बाँच्नको लागि अनेक प्रकारका सहाराको खोजमा हामीले बाँच्नु पर्दो रहेछ। त्यतिखेर त तुरुन्तै जब हाम्रा तमाम दक्षिण भुटानी बाबाआमा दाजुभाइ दिदीबहिनीहरू त्यहाँ आइपुग्नु भयो, त्यतिखेर कुनै मानवीय सहयोगको सहाराहरू उपलब्ध थिएन। त्यहीँका लोकल स्थानीय नेपालीहरूले केही खोजमेलो गरेर बाँच्ने के भनौँ न रासिन पानीहरूको व्यवस्थाहरू एकदमै सीमित रूपमा, त्यो पनि बिहान अलिकति आयो भने बेलुका कसरी खाने भन्ने कुराहरूदेखि लिएर त्यो अत्यन्तै एउटा भनौँ न एकदमै एसेन्सियल कमोडिटिज, प्रत्येक दिनमा चाहिने कुराहरूको पनि अभावमा जीवन त्यहाँ सुरु भयो। अब शिक्षाको बारेमा, स्वास्थ्यको बारेमा त कल्पनै नगरौँ। त्यतिखेर कसले त्यहाँ सोच्ने, कसरी बाँचौँ भन्ने कुरा सबैको सोचाइ छ। अब भनेको मात्रै सोचाइमा अब शिक्षाको बारेमा, अवसरको बारेमा, स्वास्थ्यको बारेमा एकदमै हाम्रै मान्छेहरूले खटेर, ती मान्छे जब भित्रबाट निस्केर आउनुभयो उहाँहरूले, जस्तै त्यसमा अब हाम्रो एकदमै सिनियर मोस्ट एकजना व्यक्तिको नाम याद गर्न चाहन्छु, डाक्टर भम्बर राई, अहिले पनि क्याम्पमै हुनुहुन्छ। उहाँको नेतृत्वमा स्वास्थ्यको बारेमा सुरुवात भयो भने केही हाम्रा युवाहरू जो केही हाई स्कुलसम्म पढेका अथवा कलेजसम्म गएर पढ्दै गरेकाहरू जसले देश गएर आउनुपर्ने भयो। र उहाँहरूले के सोच्नुभयो भने हामीले जस्तै अवस्थामा भए पनि हाम्रो शिक्षालाई चाहिँ हामी छोड्नु हुँदैन, शिक्षा नै सबै विकासको आधारभूत भएकोले गर्दाखेरि यसलाई चाहिँ हामीले कसरी हुन्छ निरन्तरता दिनुपर्छ भनेर रुखकै फेरमा उहाँहरूले स्कुलहरू चाहिँ चलाउन सुरु गर्नुभयो। क ख पढाउनु पर्ने हो कि अलिक ठुलो लेभलको जुन अवस्थाका विद्यार्थीहरू नानीहरू आएर बस्न पढ्न इच्छा गरे तिनीहरूलाई पढाउन सुरु गर्नुभयो भने अब युएनएचसिआर इन्भल्भ भइदियो र युएनएचसिआरले खाद्य पदार्थहरू उपलब्ध गराइदिने, टेन्टहरू बनाइदिने गरेको सुरु गरेकोले गर्दाखेरि मान्छेले केही हदसम्म सहारा त पाउन थाले। तर त्यतिखेरको अन्योलता, कहाली लाग्दो जुन दर्दनाक अवस्था थियो त्यो कसैले कल्पना पनि गर्न नसक्ने र कसैले वास्तवमा भन्नुपर्छ भने वर्णनै गर्न नसक्ने अवस्था थियो। अब कुनै दिनमा त त्यो क्लाइमेटिक चेन्जेसले गर्दाखेरि मसिना बालकहरू, नानीहरू अत्यन्तै मसिना भर्खर जन्मिएर वर्ष दिन पुगेका, 1.5 वर्ष 2 वर्ष पुगेका बच्चा बच्चीहरू त्यहाँनिर बाँच्न सकेनन्। एकै दिनमा 40 जना 50 जना 60 जनासम्म चाहिँ उनीहरूले भनौँ न ज्यान गुमाउनु पर्यो र त्यस्तो खालको अवस्था हाम्रा मानिसहरूले भोग्नु पर्यो। यो सम्पूर्ण रूपले यसको जिम्मेवारी चाहिँ भुटान सरकारले गरेको अत्यन्तै अमानवीय एउटा इनह्युमन पोलिसी, एउटा जुन पोलिसी इम्प्लिमेन्ट गर्यो त्यसको कारणले गर्दाखेरि भएको हो। र त्यसरी हामीले एकदमै दुःखदायक जीवनहरू हामीले क्याम्पमा भोग्नु पर्यो। सुरुका दिनहरू वास्तवमै पीडादायक, कति पीडादायक थिए भन्ने कुरा चाहिँ जसले भोग्यो एक-एकजना व्यक्तिहरू त्यसको इतिहास र साक्षी हुनुहुन्छ। बाहिरबाट नहेरेसम्म हामीलाई धेरै अप्ठ्यारो स्थिति भोग्नु पर्यो त्यहाँनिर होइन। अलिकति यसो केहीबाट अलिअलि बाँडेर प्राण राख्ने हिसाब किताब मात्रै भयो र पछाडि जब बाहिर देशले हेऱ्यो त्यहाँदेखि चाहिँ अलिकति यसो प्रशस्त खान ओर्नु भयो र पनि दुःखको जीवन नै जेलेर बस्नु भयो। बस्नु पर्यो नेपालमा, बस्नु नि कहिले पनि कसैलाई पनि शान्ति आएन सर। पढ्ने बेलामा पनि क्याम्पबाटै पढाउनेहरू, शिक्षक नानीहरूको उसमा टिचरहरू पनि त्यहीबाट भएको उसले गर्दा सजिलै नै हिसाब किताबको पढाइ भयो। अब धन नहुँदा पनि उनीहरू पढाउनेले पनि सहयोग गरे, पढ्नेले पनि त अब त्यही भावबाट पढ्नु पर्यो। त्यस्तो तरिकासँग 20 वर्ष लामो समय बिताइयो। त्यहाँका अनेकका खेताला कहाँ गएर काम गरेर कसैले कतिवटा काम गरे, कति त अब काम गर्दा गर्दै कहाँ गएर मर्नु पर्यो। हामी जेठमा आइपुगेको, कार्तिकमा बाउ बितिहाल्यो। बाउ बितेपछि हामीसँग एउटा पैसा पनि, फुटेको पैसा पनि थिएन। जग्गा बाउको क्रिया गर्नुको लागि पैसा गाउँभरि खोजेर चन्दा उठाएर बाउको क्रियाहरू गरियो। गरे पछाडि अब त्यो तिर्नु पर्यो, अब छैन। यानि कि म बाहिर हिँड्न थालेँ। अब क्याम्पमा बाहिर गएको चाल पाउने बित्तिकै रासिन पानी काटिदिन्थ्यो र म बाहिर हिँडेको चाल पाएपछि मेरो रासिन काटियो र मैले लगभग
6 महिना चाहिँ मैले रासिन खाएँ होला त्यहाँबाट मेरो रासिनहरू सबै काटियो। म बाहिर हिँडेँ र पढाइ लेखाइ पनि केही गर्न पाइएन। त्यतिकै अब कहिलेकाहीँ क्याम्पमा आउँदै अलिअलि कमायो। घरमा अब आमाहरू थियो, बहिनीहरू थियो र अलिअलि पैसा ल्याउँदै आमालाई छोडिदिँदै म बाहिरै जान्थेँ। बसौँ भने अब क्याम्पमा बसौँ भने चामल थिएन, केही थिएन। अब 1-2 जनालाई दिएको चामल अब अरूले आएर खाइदियो भने त्यो पनि समस्या हुने, किनेर खाने पैसा छैन। यस्तो समस्याहरू भयो। हाम्रो बसाइ भनेको लगभग 22 वर्ष हामीहरू रेफ्युजी क्याम्पमा बस्यौँ। अब जीवनको भोगाई भनेको अब रेफ्युजी क्याम्पमा सबै कुरो सजिलो त थिएन। जीवन विभिन्न कुरोको अपुगहरू थियो। त्यहाँ UNHCR-ले खाने पिने लता कपडा के हदसम्म दिए तापनि त्यो चाहिँ परिवारमा अपुग्नै थियो। एकदम सीमित पाइन्थ्यो रासन पानीहरू पनि। त्यहाँको भोगाई भनेको चाहिँ एक किसिम एकदम अनकन्ट्रोल नै थियो। मान्छेले एकदमै धेरै दुःख झेल्नु परेको थियो। अब भने बेला खान पुग्दैन थियो। धेरै परिवार भएको ठाउँमा त खानै पुग्दैन थियो। जस्तै अब मलाई पनि खान पुग्दैन थियो। कसो गरेर म किनेर 15 पुर्याउँथेँ हैन। हो यस्तै विपदहरू थिए। पढाइ थिएन पहिला। अब अलिकति साना नानीहरूलाई पनि पढाइ थिएन। म यो सुरुमा ट्युसन पढाउने मान्छे। एउटा भनौँ युनिटमा सेक्टरको युनिटमा नानीहरूलाई ट्युसन पढाउने। ट्युसन भन्थे के हो त्यो पनि, तर बिहान म 3 घण्टा 4 घण्टा पढाउँथेँ। पहिला स्कुल थिएन पढाउँथेँ। तिनी नानीहरूलाई पढाउँदै गएर जो राम्रा छन् त्यसको पिछिल्लो साल स्कुल खोलियो। स्कुल खोलेपछि पछाडि चाहिँ जो राम्रा छन् आफैले लिएर गएर यो नानी यति पढ्न सक्छ, यो नानी यति पढ्न सक्छ भन्दै त्यहाँ स्कुलका कर्मचारीहरू जस्तै हेडमास्टर भए, एसिस्टेन्ट हेडमास्टर भए, उहाँहरूलाई बताएर चाहिँ नानीहरूलाई स्कुलमा भर्ना गर्न थालियो। त्यसरी अब बिस्तारै क्रम बढ्दै गयो। अनि केही राहत मिल्यो भनौँ न जीवनमा। अलिकति पढ्न लेख्न सक्ने भए नानीहरू। यसरी नै जीवनहरू बित्दै गयो। 2 दशकसम्म 1 लाखभन्दा बढीको सङ्ख्यामा नेपालका शिविरहरूमा बस्न बाध्य भुटानीहरूले नेपालको नागरिकता प्राप्त गर्ने कुनै उपाय थिएन। अन्तत्वगत्वा तेस्रो देश पुनर्वास मात्र उनीहरूको नयाँ जीवनको निम्ति एउटा सशक्त विकल्प बन्न पुग्यो। संयुक्त राष्ट्रसङ्घीय शरणार्थी संस्था UNHCR र अन्तर्राष्ट्रिय समुदायको सहकार्यमा उनीहरूलाई अमेरिका लगायत विभिन्न 8वटा मुलुकहरूमा पुनर्वासका लागि ढोका खुला गरियो। यसरी पुनर्वास प्रक्रियामा सामेल हुन चाहने सबै लोछाम्पा शरणार्थीहरूलाई यात्रा अनुमति स्वीकृत गर्नु पहिले उनीहरूको अनुसन्धान, अन्तर्वार्ता, मेडिकल जाँच र सांस्कृतिक अभिमुखीकरण जस्ता कडा छानबिन प्रक्रियाहरूमा सामेल गराइयो। तपाईहरूले यो भिडियो सामग्रीको यस खण्डमा भुटानीहरूको अमेरिका यात्राको बारेमा थाहा पाउनुहुनेछ। जब भुटानबाट हामी निस्केर बाहिर अलपत्र पर्यौं, केही बुद्धिजीवीहरू, अलिकति जो शिक्षितहरू हुनुहुन्थ्यो, तमाम धेरै मानिसहरू त भुटानको एजुकेसनल सिस्टम सुरु भएको नै 1960s को पछाडि हो। 1960 को 60 को पछाडि भुटानमा न विकास थियो न केही थियो। एकदमै जङ्गला मुलुक जस्तो ठाउँमा थियो र हाम्रा पुर्खाहरू, बाबा आमाहरूले देश निर्माणका लागि जति योगदान पुर्याउनु भयो त्यो अत्यन्तै धेरै ठुलो योगदान गर्नुभएको छ।
र त्यसरी एजुकेसनल कुनै पनि अपर्च्युनिटी नभएकोले गर्दाखेरि पढालेखा कोही पनि हुनुहुन्थेन। जति नै पीडा भए पनि उहाँहरूले बोल्न सक्ने एउटा जुन आवाज आफ्नो जुन बुलन्द गर्नु पर्थ्यो त्यो गर्न सक्ने अवस्था पनि थिएन। र सीमित मानिसहरू जसले आफूलाई शिक्षाको केही हदसम्म अवसर प्राप्त गरेका थिए उनीहरूले के महसुस गर्नुभयो भन्दाखेरि चाहिँ होइन, हामीले यो जुन प्रकारको मानव अधिकारको हनन भएको छ यसको बारेमा आवाज उठाउनुपर्छ। हामीले चाहिँ हाम्रो जन्मसिद्ध अधिकार भुटान फर्केर जाने नैसर्गिक अधिकार छ, यो अधिकारबाट हामी वञ्चित हुनु हुँदैन। हामीले क्षेत्रीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय जहाँ जुन जुन ठाउँमा हाम्रो आवाज बुलन्द गर्नुपर्छ त्यो गर्नुपर्छ र देश फर्किनुपर्छ। आफ्नो देशभन्दा ठुलो अर्को कहीँ पनि कुनै ठाउँ पनि हुँदैन। त्यसकारणले र देश फर्किन हाम्रो स्वेच्छाले होइन, बाध्यताले देश छोड्नु परेको हो। यो बाध्यता भुटानको कुनीतिले गर्दाखेरि हो र त्यो कुनीतिलाई सुनीति बनाएर चाहिँ हामी देशमा फर्किनुपर्छ र अन्तर्राष्ट्रिय जगतले पनि मानवाधिकार जस्तो चिजलाई चाहिँ सुनिदिनुपर्छ। भुटान फेरि एउटा युएनको सदस्य राष्ट्र पनि भएकोले गर्दाखेरि भुटानको पनि अब्लिगेसन बन्छ कि युएनका जति पनि पोलिसिसहरू के अरे ह्युमन राइट्सका मुद्दाहरू छन् तीहरूलाई रेस्पेक्ट गर्नुपर्छ, युएन चार्टरलाई रेस्पेक्ट गर्नुपर्छ र कसैलाई पनि शरणार्थी जस्तो जीवन बनाएर राख्न कसैको पनि अधिकार छैन भन्ने बारेमा आवाज उठाउनुपर्छ भन्ने कारणले गर्दाखेरि हामीले चाहिँ स्वदेश फर्किनुपर्छ भन्ने एक प्रकारको आवाज उठाउन सुरु गऱ्यौँ। कसैले मानव अधिकारका ब्यानरहरू चाहिँ लिएर हामी खडा भयौँ, कसैले राजनीतिक झन्डाहरू बोकेर भुटानमा राजनीतिक परिवर्तन हुनुपर्छ, जबसम्म त्यहाँनिर चाहिँ संवैधानिक व्यवस्था हुँदैन, जबसम्म त्यहाँनिर चाहिँ न्यायपालिकाको व्यवस्था हुँदैन, जबसम्म मानिसले आफूमाथि परेका अन्यायहरूको विरुद्ध एउटा न्यायको कुनै पनि ढोका ढकढक्याउनको लागि जुन अधिकार हुन्छ त्यो प्राप्त हुँदैन, तबसम्म त्यहाँ जिउन सक्ने अवस्था हुँदैन भन्ने कुरालाई मध्यनजर राखेर त्यो प्रकारले हामीले आवाज उठायौँ। लगभग 10-12 वर्ष 15 वर्ष जति हामीले निरन्तर यो आवाज उठाइरहेको अवस्थामा र अन्तर्राष्ट्रियले पनि के देख्यो भन्दाखेरि भुटान सरकारले कुनै पनि अवस्थामा यिनीहरूलाई लाने रहेनछ। भुटान र नेपाल सरकारको बिचमा अनेक प्रकारका कूटनैतिक वार्ताहरू, द्विपक्षीय वार्ताहरू भए। भुटान सरकारले आएर चाहिँ खुदनाबारी क्याम्प लगायत होइन केही क्याम्पहरूमा भेरिफिकेसन पनि गर्यो कि कतिजना मान्छेहरू छन् रहेछन् भुटानको हुँदाखेरि 99% नै त्यहाँका चाहिँ भुटानिजहरू भएको देखे पछाडि भुटान सरकारले चाहिँ अब हामीले चाहिँ योलाई चाहिँ जित्न नसक्ने रहेछौँ, अब चाहिँ हामीले केही न केही गरेर यहाँबाट उम्किनुपर्छ भनेर अनेक प्रकारका षड्यन्त्रमूलक योजनाहरू बनाएर चाहिँ त्यहाँबाट फुस्केर गयो। त्यसको आफ्नै छुट्टै पाटो छ र त्यो गइसके पछाडि र अन्तर्राष्ट्रियले पनि जुन प्रकारले देख्यो कि भुटान सरकारले अब कुनै पनि अवस्थामा यिनीहरूलाई फर्काएर नलाने रहेछ भन्ने कुरा देखिसके पछाडि र हाम्रो आवाजको पनि अलिकति जियोपोलिटिकल त्यहाँको एउटा क्षेत्रीय राजनीतिको अलिकति असर पनि हामीलाई पर्यो होला र यो सबै कारणले गर्दाखेरि चाहिँ अन्तर्राष्ट्रिय जगतले पनि के भन्यो भने तिमीहरू भनेको एउटा एकदमै उद्योगशील मान्छेहरू रहेछौ, यस्तो क्याम्पको ठाउँमा अन्यलपूर्ण ठाउँमा पनि आएर शिक्षा, स्वास्थ्य सबै कुराको लागि आफै तिमीले सङ्घर्ष गर्यौ, अहिलेसम्म गरिरहेका छौ, तिमीहरूलाई राम्रो एउटा अवसर कुनै ठाउँमा दियो भनेदेखि सायद तिमीहरूले चाहिँ आफ्नो जीवनलाई रिन्यू गरेर राम्रो प्रकारले एउटा जीवन चाहिँ नयाँ थालनी गर्न सक्छौ कि भन्ने हिसाबले हुनुपर्छ। अन्तर्राष्ट्रियले चाहिँ थर्ड कन्ट्री रिसेटलमेन्टको अफर गर्यो। त्यतिखेरसम्म हामी भुटानै फर्किनुपर्छ भन्ने निरन्तर आवाज उठाइरहेका थियौँ र हाम्रो आवाजलाई चाहिँ अलिकति सेकेन्ड्रीमा परिदियो र अन्तर्राष्ट्रियमा दिएको जुन अवसरको रूपमा जुन एउटा अफर आएको थियो त्यसलाई चाहिँ मानिसहरूले होइन ठिक छ अब हामी चाहिँ देश फर्किने हाम्रो अभियानलाई निरन्तरता दिँदै दिउँला, गर्दै गरौँला, तर यो क्याम्प जस्तो ठाउँमा जहाँ नेपाल पनि एउटा गरिब राष्ट्र छ, भोलि गएर अन्तर्राष्ट्रियले चाहिँ छोडिदियो भने हामी चाहिँ जुन अलपत्र पर्न सक्ने सम्भावनाहरू छन्, त्यसले गर्दाखेरि हामी जानुपर्छ भन्ने एउटा प्रकारको सोच बनेको कारणले गर्दाखेरि थर्ड कन्ट्री रिसेटलमेन्टलाई एक्सेप्ट हुन थाल्यो र यो विकल्पको रूपमा भन्दाखेरि पनि परिस्थितिको बाध्यता एउटा चोइस भन्दा पनि एउटा चान्सको अवस्था कि ठिकै छ नि त, आखिरी जीवनमा सङ्घर्ष केही न केही गर्नुपर्छ, हामी अलिकति सम्पन्न ठाउँमा गयौँ भने हाम्रो आवाज अझै बुलन्द गरेर चाहिँ हामीले उठाउन सकिएला कि भन्ने प्रकारको सोच बनेको हिसाबले चाहिँ हाम्रो थर्ड कन्ट्री रिसेटलमेन्ट भयो, सुरु भयो र त्यसबाट हामी अहिले लगभग 1 लाखभन्दा बढी मानिसहरू अमेरिका लगायत अन्तर्राष्ट्रियका विभिन्न देशहरूमा रिसेटलमेन्ट भएर बसिरहेका छौँ भने 8,000 मानिसहरू क्याम्पमै बसिरहनु भएको छ। 2000 मा डेटहरू विशेष मलाई थाहा भएन, 2007 हो या 8 तिर 6, 7, 8
लगभग त्यस बेला नै हुनुपर्छ। त्यति बेला केही त्यस्तै इन्टरनेसनल कमिटीहरू बसेको थियो रेफ्युजीहरूलाई कता चाहिँ एसाइमिलेट गर्ने भन्ने कुरोहरू त्यस्ता मिटिङहरू बसेको थियो र त्यही मिटिङद्वारा चाहिँ पछाडि गएर भुटनिज रेफ्युजीहरूलाई 7 वटा राष्ट्रहरूले लाने भए र अब ती राष्ट्रहरूमा अमेरिकाहरू भयो, अस्ट्रेलिया, नेदरल्यान्ड, न्युजिल्यान्ड भयो, त्यस्तै 7 वटा राष्ट्रहरू थिए, क्यानाडाहरू भयो र को मान्छेहरू सायदै हुन सक्छ उहाँहरूले को मान्छेहरू चाहिँ कुन ठाउँमा सुइटेबल हुन्छ भन्ने खालको त्यही अनुसारले इन्टरभ्यू गरेको हुन सक्छ। त्यसरी नै मान्छेहरू 7 वटा राष्ट्रमा बाँडियो। हाम्रो त्यो 7 वटा राष्ट्रभित्र जानु नै हाम्रो अरू विकल्प नै थिएन। भुटान फर्केर जाने सम्भव नै थिएन। नेपाल देशले हामीहरूलाई त्यहाँको हामीहरूलाई कुनै राष्ट्रियकरण गरेर उहाँको जनता भनेर एक्सेप्ट गर्ने अवस्था पनि थिएन र हामीहरू चाहिँ यसरी 7 वटा राष्ट्रमा बाँडिन पुग्नु। सबैलाई फर्म आयो अमेरिका जाने भने भर्न थाले हैन। अनि अब आफू पनि हैन जानुपर्छ होला भनेर भरियो। तर 8 मा आएको हामी चाहिँ 9 मा मात्रै भर्यौं र 9 मा आयौं। पहिला अस्ट्रेलिया जाने भने अस्ट्रेलियामा पनि जान पाइएन। हामी त्यहाँ चाहिँ जानलाई हाम्रो एभाइलेबल छैन। के भने त्यहाँबाट क्यानाडा जान्छौँ भने क्यानाडामा नि क्यानाडामा तिमीहरू जस्तो मान्छे सुट हुँदैन, तिमीहरू अमेरिकै जानुपर्छ भनेर भने हैन। अमेरिका किन चाहिँ हामी जानु भनेर हामीले सोद्धाखेरि तिमीहरू अब लङ्गडा छैन, एकदमै अब बुढाबुढी छैन, तिमीहरू एकदमै उमेरको मान्छे भएकोले गर्दाखेरि तिमीहरू काम गरेर खानको लागि तिमीहरू अमेरिकामा नि एकदमै सुट हुन्छ भन्ने कारणले गर्दाखेरि हामी अमेरिका आउनु बाध्यता भयो। एकातर्फ भुटानी शरणार्थीहरूका लागि संयुक्त राज्य अमेरिका आइपुग्नु ठूलो राहतको विषय थियो भने अर्कोतर्फ सुरुका दिनहरूमा उनीहरूले नयाँ चुनौतीहरूको पनि त्यत्तिकै सामना गर्नु परेको थियो। पुनर्वास कार्यक्रम अन्तर्गत पश्चिम म्यासाचुसेट्समा आएका धेरै भुटानी परिवारहरूले पनि भाषाको कठिनाई, बेरोजगारी समस्या, स्वास्थ्य सेवा प्राप्त गर्नमा बाधा र सरकारी सेवाहरू प्राप्त गर्न ज्ञानको कमी जस्ता चुनौतीहरूको सामना गर्नु परेको थियो। सुरुमा त उनीहरूले निजी सवारी साधन नहुँदा किनमेल गर्न वा उपचारको लागि अस्पताल वा क्लिनिकसम्म जान आउन नसक्ने चुनौतीहरूको पनि सामना गर्नु परेको थियो। तर उनीहरूमा भएको बलियो सामुदायिक सम्बन्ध र अटल सङ्कल्पका साथ पश्चिम म्यासाचुसेट्समा पुनर्वासका लागि आएका भुटानीहरूले नयाँ जीवनशैली अँगाल्दै क्रमशः स्थानीय परिवेशमा जिउन सिकिसकेका छन्। विभिन्न स्थानीय सङ्घ संस्थाहरू, अङ्ग्रेजी भाषा कक्षा, स्कुल तथा कलेजको अध्ययन र रोजगारी तालिम कार्यक्रमहरू जस्ता सहयोगहरूले उनीहरू व्यवसायी, स्वास्थ्यकर्मी, सामुदायिक अगुवा लगायत विभिन्न पेसाहरूमा संलग्न बनेका छन्। तपाईहरूले यो भिडियो सामग्रीको यस खण्डमा भुटानीहरूको अमेरिका यात्रा र पश्चिम म्यासाचुसेट्समा आइपुगे पश्चात उनीहरूले भोग्न परेका प्रारम्भिक चुनौतीहरूको बारेमा थाहा पाउनुहुनेछ। भाषा चाहिँ सबैभन्दा इम्पोर्टेन्ट, किनभने ल्याङ्ग्वेज ब्यारियर भन्ने जुन कुरा छ त्यो नम्बर 1 नै पर्दछ। किनभने भाषा हाम्रोमा छैन भने हामीले कुनै भावना बुझ्न सक्दैनौँ। अनि राम्रो छ कि नराम्रो छ भन्ने कुरा चाहिँ भाषा नबुझेको कारणले गर्दाखेरि बुझ्न सकेनौँ भने हामीलाई जति नै माया गर्ने मान्छे अगाडि आएर उभिए पनि त्यसलाई चिन्न सक्दो रहन्छौँ। र सबैभन्दा पहिलो चुनौती चाहिँ भाषा नै ठुलो रह्यो सबैको लागि। र मेरो
त्यो रह्यो र सबैको लागि त्यो भइ पनि रहन्छ। जबसम्म हामीले भाषा जान्दैनौँ तबसम्म उसको भावना जान्दैनौँ र भावना जान्नको लागि भाषा सिक्नुपर्ने हुन्छ। यद्यपि यो भनेको छ कि विद्वानहरूको भनाइ यो छ कि जन्मिएको भाषाबाट हामीले हृदय बुझ्छौँ भने सिकेको भाषाबाट हामीले दिमाग मात्रै बुझ्न सक्छौँ, त्यसमा पनि समानता छ भनेर भन्ने कुराहरू हामीले यता कता पढ्न पाइन्छ। र त्यो गर्दाखेरि आफू जन्मिएको जस्तो भाषा त सिकेको भाषा कहिले पनि हुँदैन, तैपनि आवश्यक जति पर्छ त्यति कुराको लागि त्यो आवश्यक रहेछ भने अब आफ्नो पहिचान, आफ्नो संस्कार, संस्कृति, परम्परा, रीतिरिवाज, दैनिक जीवनका अनेक प्रकारका कुराहरू नयाँ ठाउँमा आएपछि आफूले चाहे अनुसारको गर्न सकिने हो नसकिने हो, गर्न पाइने हो नपाइने हो, गरेको खण्डमा अरूले त्यसलाई चाहिँ कस्तो प्रकारको दृष्टिकोण राख्ने हुन् भन्ने अनेक प्रकारका त्यो वनको बाघ भन्दा पनि मनको बाघ चाहिँ त्यतिखेर भइदिँदो रहेछ र यस्ता प्रश्नहरू थुप्रै हुँदा रहेछन्। तर पनि खुसीको कुरा चाहिँ के छ भने यो साम्राज्य अमेरिकाको जुन संविधान छ यो संविधानमा चाहिँ सबै एउटा सेकुलर छ संविधान, सबैभन्दा पहिलो कुरा त धर्मनिरपेक्ष छ र त्यसमा पनि अब सबै धर्मलाई चाहिँ समान अधिकार दिइन्छ भनेर भनिएको हुँदाखेरि र कतिवटा ठाउँमा त्यस्ता बुद्धिजीवीहरूको साथ रह्यो कि तपाईँहरूले आफ्नो धर्म, संस्कृति, परम्परा, इच्छा अनुसारको, आफ्नो विश्वास अनुसारको, परम्परा अनुसारको मान्न सक्नुहुन्छ भन्ने कुराहरू भनिदिएको हुँदाखेरि सुरुमा जुन प्रकारका शङ्का उपशङ्काहरू हुँदै पनि भनौँ न बढ्ने यहाँ आएर अगाडि बढ्ने क्रममा हामीले आफ्नो संस्कारहरूलाई बिस्तारो बिस्तारो नियमित रूपमा कहिले मन्दिरमा जाने, कहिले भेटघाटमा भेला भएर आफ्ना आफूले भोगेका कुराहरू, परम्पराका कुराहरू, सांस्कृतिक कुराहरूलाई चाहिँ सेयर गर्ने, त्यो खालको कुराहरू गर्दै गइयो र पछाडि त्यसरी अगाडि बढ्दै जाँदाखेरि त्यत्रो ठुलो गाह्रो त होइन रहेछ। हाम्रो इच्छा शक्ति सबैभन्दा ठुलो कुरा रहेछ। यद्यपि सुरुमा त्यो इच्छा शक्ति कसरी आउँथ्यो भन्ने कुरा हामीलाई सोच्नै गाह्रो हुन्थ्यो, किनभने त्योभन्दा अरू चाहिँ आफ्नो लिभिङ एउटा जुन प्रकारको जीवनी सुरु गर्नै गाह्रो थियो। तर पनि बिस्तारो बिस्तारो हामीले आफ्नो संस्कार, परम्परा इत्यादि कुराहरूलाई पालन गर्दै अगाडि बढ्दै गयौँ र अहिले त धेरै राम्रो पनि भइसकेको छ। अब जनसङ्ख्याको आधारमा पनि हामी धेरै पनि बढ्यौँ र धेरै कुराहरू बुझ्न पनि थाल्यौँ। यो देशको बुझ्नको साथसाथमा यहाँका नेतृत्व वर्गहरू, प्रबुद्ध व्यक्तित्वहरूसँग हाम्रो परिचय हुन थाल्यो, उहाँहरूको एक प्रकारको संरक्षण पनि रह्यो र त्यसले गर्दाखेरि अहिले अलिकति सजिलो भएको छ। तर सुरुमा यति सजिलो थिएन, जति हामीले आशा गरेका थियौँ, जति हामीले सोचेका थियौँ त्यति सजिलो चाहिँ अवश्य पनि थिएन। मेरो घरमा चाहिँ मेरो नानीहरूलाई विशेष प्रायोरिटी म नेपाली भाषामै गर्छु। नेपाली भाषा नै बोलुन् भनेर म भन्छु। नानीहरू स्कुलमा बोल्छन्, साथीहरूसँग उयो गर्छन्, घरमा पनि आउँछन्, अङ्ग्रेजी भाषामै उयो गर्न खोज्छन्, म चाहिँ नेपाली भाषामा बोल भनेर भन्छु। सायद मैले यो शब्द भन्नु बा जायज नहोला। मेरो घरमा चाहिँ नानीहरूले अङ्ग्रेजी जानेकै हुनुपर्छ भन्ने खालको हुन्छ सोच होला कतै। म चाहिँ यसलाई के भन्छु भनेदेखि स्वदेशी मुर्गा विदेशी चाल भनेर भन्छु। सायद जायज होला या नहोला यो मलाई थाहा भएन। हामी नेपाली हौँ, नेपाली भाषा बोल्नुपर्छ, सिक्नुपर्छ, जान्नुपर्छ। अङ्ग्रेजी भाषा भन्ने कुरो भाषा न हो, उसले त स्कुलमा पनि जानिहाल्छ, उसले स्कुलमै सिकिहाल्छ। हाम्रो भुटानिजको इतिहास हेर्नु पर्यो भनेदेखि त अमेरिकामा आएको भने 10-12 वर्षको छ। यहाँ अमेरिकामा इन्डियनहरू आएको 150-200 वर्ष अगाडिको इतिहासहरू छ। तर ती इन्डियनहरूले कहिले पनि आफ्नो भाषा, आफ्नो भेष, आफ्नो मौलिकता, आफ्नो मठ, आफ्नो मन्दिरहरू कहिले पनि बिर्सेका छैनन्। म बुद्धिस्टको छोरो हुँ। यहाँ हिन्दूहरू कति छन् इन्डियनहरू, तिनीहरूले मन्दिरहरू खोलाएर बसेका छन्, पुरोहितहरू ल्याएर राखेका छन्। र म चाहिँ आफ्नो भाषा, वेशभूषा र मौलिकतामा चाहिँ प्रायोरिटी दिनुपर्छ भनेर म भन्छु। अमेरिका आउनु बित्तिकै हामीहरूको पहिला आउने साथीहरू हामीले छट्टै भेटेकोले गर्दाखेरि
हामीलाई अब खाना बस्नको लागि त्यस्तो समस्या चाहिँ भएन। अर्को कुरो हामीलाई अब इङ्ग्लिसमा त अब समस्या त अब थियो नै। अब यहाँ आएर 3 महिना जति ल्याङ्ग्वेज क्लास गयो। ल्याङ्ग्वेज क्लास जाँदा पनि हामीहरूलाई एबिसिडी नजानेको मान्छेलाई ल्याङ्ग्वेज क्लास पढ्नु पनि त सजिलो त थिएन। केही आउँदैन, एबिसिडी जानिँदैन भने उता अब शब्द निकाल्नु त सकिने कुरै भएन। त्यसले गर्दा क्लास त गयो, उही अब जान आउनु मात्रै, केही जान्ने भएन। त्यस पछाडि अब 3 महिना इङ्ग्लिस क्लास गएपछि लु काम गर्नुपर्छ भनेर हाम्रो केस वर्करहरूले काम गर्नुपर्छ भनेर धेरै ठाउँ कामहरू एप्लाई गरिदिनु भयो। आफूले त गर्ने कुरा भएन, अब उहाँहरूले केस वर्करहरूले एप्लाई गरिदिनु भयो, लगेर जानुभयो इन्टरभ्यू। अब जानेको छैन, अब कहाँबाट पास हुनु? अब केही सोध्यो भने अब अगमकै गइन्छ, अब के भन्नु छैन, पास हुँदैन। बल्ल 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 एउटा यो केली कम्पनी भन्ने उहाँ कनेक्टिकटमा एउटा कम्पनी रहेछ, त्यहाँ चाहिँ अब 1 वर्षको कन्ट्याक्टमा लिनु भएको रहेछ। र त्यहाँ चाहिँ लगेर हामीलाई 13-14 जना एकैचोटि लगेर लगाउनु भयो। र त्यहाँ अब कतिजना चाहिँ अब नसकेर निस्किनु पनि भयो। हामीहरू चाहिँ खटियो। अब केही जानिँदैन, उनीहरूले हातको चालले अब भन्छ अन्दाजले असो पछि गएर चाहिँ अलिअलि अन्दाजले नै बुझ्नु थालियो। र त्यतिकै जबरजस्ती गरियो। र 1 वर्षसम्म हामी त्यहाँ काम गरियो। 1 वर्ष गरेपछि चाहिँ अलिकति इङ्ग्लिसहरू पनि अलिअलि यता आइजा उता जा भनेको चाहिँ बुझ्न थालियो। र त्यति 1 वर्ष काम गरेपछि त्यहाँ कन्ट्याक्ट सकियो। त्यहाँदेखि फेरि निस्केर बसियो। फेरि इङ्ग्लिस क्लास गइयो। 1-1.5 महिना गएपछि फेरि अर्को ठाउँमा काम पाइयो, डाइनामिक बेकरी भन्नेमा। त्यहाँ गयो। त्यहाँबाट 6-7 महिना कति गऱ्यो। त्यहाँबाट त्यस पछाडि चाहिँ एउटा यहाँ हाम्रै सिटीमा नै एउटा काम पाइयो, यो घरहरू बनाउने कामहरू रहेछ। र त्यहाँ तिनीहरूले बोलाएर त्यहाँदेखि त्यहाँ काम गरेँ। म 2 वर्ष जति काम गरेपछि म भर्याङबाट काम गर्दाखेरि भर्याङबाट लडेर मेरो खुट्टा फ्र्याक्चर भयो। फ्र्याक्चर भएपछि त्यतिकै म घरमै बसेर नै मेरो अहिलेसम्म चाहिँ अब बसि नै रहेको थियौँ। भर्खर म 15 दिन जस्तो हुन आँट्यो अब काममा लागेको। अहिले चाहिँ म काम गरिरहेको छु। जीवनमा धर्म भनेको चाहिँ एउटा जीवनशैली रहेछ। वास्तवमा यो आस्थाको कुरा रहेछ। जब मलाई साह्रो पर्छ, जब म एक्लो महसुस गर्छु, त्यति चाहिँ मेरो आस्थादेखि बाहेक अरू केही पनि हुँदो रहेछ। कुरा सबैलाई खट्किन्छ भन्ने मलाई लाग्छ। र न मातापिता हुनुहुन्छ, न आफन्तहरू हुनुहुन्छ, कोही पनि हुँदैन। तर आफूले विश्वास गरेको ठाउँ, आफूलाई आस्था भएको ठाउँ, जुन संस्कार, जुन रीतिरिवाजमा आफू जन्मिएर संस्कार बन्दै आएको छ, त्यो कुराले चाहिँ ठुलो साथ दिँदो रहेछ कि मलाई चाहिँ म यस्तो ठाउँमा आइपुगेको छु। हे भगवान्, हे प्रभु, हे ईश्वर, जुन शब्दले जसरी हामी पुकार्छौँ त्यो चिजले ठुलो साथ दिँदो रहेछ। र सबैभन्दा पहिला चाहिँ अब हाम्रो एउटा संस्कार के पनि छ भने एकदमै आपत पर्यो भने भगवानको मन्दिर खोजेर जानु, त्यहाँ गएर दर्शन गर्नु, त्यहाँबाट शक्ति प्राप्त हुन्छ। त्यसले तपाईँहरूलाई चाहिँ जीवनको लागि सुरुवात गर्नका लागि होइन, अगाडि बढ्नका लागि चाहिँ राम्रो हुनसक्छ भनेर भनिएको पनि हुन्छ। र त्यसले गर्दा अवश्य पनि हामीले चाहिँ यहाँका केही त्यस्तै खालका बुद्धिजीवीहरूसँग भेटघाट गरेर हामी केही मन्दिरहरूमा दर्शन गर्न चाहन्छौँ। नयाँ ठाउँमा, नयाँ देशमा आइएको छ, यस्ता ठाउँमा मन्दिर पनि हुँदो रहेछ कि हुँदो रहेनछ भन्ने कुरा देख्न चाहन्छौँ। मान्छेहरूलाई त्यो प्रकारको एउटा सबैको एउटा मानवीय एउटा सोच हुँदो रहेछ। त्यो मेरो मात्रै होइन, सबैलाई त्यस्तो भयो। र उहाँहरूलाई जब मन्दिरमा पुगेपछि यो त ठाउँ त त्यस्तो एकदमै एउटा एलियनको देश त होइन रहेछ, यहाँ पनि होइन मन्दिरहरू हुँदो रहेछन्, चर्चमा जानेहरूलाई त्यहाँ पनि नेपाली भाषामा चाहिँ हुँदो रहेछ भन्ने कुराहरू उहाँहरूलाई पनि सायद त्यो अनुभव भयो होला। र यसले चाहिँ आफ्नै भाषा, आफ्नै संस्कार शैलीमा धर्म भन्ने चिज, धर्म मैले फेरि पनि भन्छु होइन, यो चाहिँ एउटा जीवनशैली हो। मैले कसरी बुझेको छु र मेरो दैनिक जीवनमा मैले कसरी व्यवहार गर्छु, चाहे म जुनसुकै धर्मको ग्रन्थलाई पढौँ,
त्यो आफ्नो जीवनमा उतार्ने र आफूलाई कमजोर हुन नदिकन एउटा मनोबललाई डह्रो बनाएर अगाडि बढ्ने जुन एउटा शक्ति प्राप्त हुन्छ त्यो धर्मबाट प्राप्त हुन्छ भन्ने मलाई लाग्छ। र त्यसरी केही मन्दिरहरू यहाँ मासाचुसेट्समा पनि नजिकै छन्, अहिले पनि छन् र कहिले कहिले अहिले पनि हामी जाने गर्छौँ, भेटघाट गर्छौँ। त्यतिखेर पनि सुरुमा पनि यहाँका विशेष गरेर केही भारतीय मूलका व्यक्तित्वहरूले हामीलाई त्यहाँ लगिदिनु भयो र त्यसरी हामीले चाहिँ खोज तलास गर्दै गर्दै आफ्नो जीवनलाई पनि त्यहाँ जोडेर अगाडि बढ्ने यात्रामा निरन्तरता दिन सकेका हौँ। आफ्नो संस्कृति भनेको आफूले बचाउनुपर्छ, किनभने हामीले बचाइयो भने छोराछोरीले पनि सिक्छन्, नानीहरूले पनि सिक्छन्, सिकाइयो भने सिक्छन्। अब केही घरमा गर्दैन भने त्यसले कसैको केही जान्दैन पनि सिक्दैन भने हाम्रो तेरा बाउले के गरेको थियो, तेरो मामाले के गरेको थियो, बुढा बाउले के गरेको थियो, आमैले के गरेको थियो, आमाले के गर्थिन्, बाउले के गर्थ्यो, काकाले के गर्थ्यो, काकीले के गर्थिन् भन्ने कुरो केही थाहा पाउँदैन। तर आफ्नो संस्कार घरमा गरिरह्यो भने त्यो नानीहरूले पनि धेरै जान्दछन्। पहिला पहिला चाहिँ अब आइयो हाम्रो धर्म संस्कृति भनेको चाहिँ के हो भन्ने कुरो चाहिँ हामीलाई त्यो वास्ता पनि गरिएन। अब कहाँ कोसँग भन्ने, कहाँ जाने भन्ने कुरो अब भन्दा पनि हामीहरूलाई काम गरेर दुई छाक कसरी खानु र कसरी घरबाट तिर्नु भन्ने कुरा मात्रै त्यसमै मात्रै फोकस थियो। अब अहिले चाहिँ 1-2 वर्ष अगाडिदेखि यता चाहिँ केही त्यस्तो साथीहरू अहिले हामी जमघट भएर हामीले अब आफ्नो धर्म संस्कृति पट्टि चाहिँ हामी अहिले गरि नै राखेको छौँ। अहिले भर्खरै अहिले साथीहरूले 2017 देखि चाहिँ सुरु गर्नुभएको रहेछ। म चाहिँ अब संयुक्त अमेरिका भरि नै छ र म चाहिँ अहिले 2 वर्ष मात्रै भयो मैले त्यो चाल पाएको र त्यसमा आबद्ध भएको। आफूले इच्छा गर्दाखेरि हामीले सजिलै नै मान्नु सकिँदो रहेछ। आफ्नो अब धर्म संस्कृतिको लागि चाहिँ हामीले गर्न सकिँदो रहेछ भन्ने कुरा अहिले चाहिँ बुझियो। म यहीँ नै एकदमै सन्तुष्ट छु होइन। अब मलाई अब कुनै धेरै पैसा कमाएर धनी हुनु पनि छैन, अब कुनै ठुलो काम गरेर एकदमै मान्ने हुनु, नाम कमाउनु पनि छैन, त्यो त्यसमा पुग्नु पनि सकिँदैन। एउटै मेरो इच्छा हो, मैले काम गरेर मेरो परिवारलाई सजिलोसँगले पालौँ, घर भाडा तिरौँ, त्यति नै हो। तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत पश्चिम मेसाचुसेट्समा आएर बसोबास गर्दै गरेका सबै भुटानीहरूको एउटै चाहना छ। उनीहरू आफ्नो भावी पुस्ताहरू सफल बनुन्, प्रगति गरून् र आफ्नो पहिचान जोगाउन सकुन् भन्ने चाहन्छन्। आफ्ना सन्तानले उच्च शिक्षा हासिल गरून्, राम्रो भविष्य निर्माण गर्न सकुन्, समाजमा योगदान पुर्याउन र आफ्नै मौलिक संस्कृतिसँग जोडिएर रहन सकुन् भन्ने सबै भुटानी अभिभावकहरूको इच्छा रहेको छ। तपाईहरूले यो भिडियो सामग्रीको अबको खण्डमा भुटानी अभिभावकहरूले आफ्ना भावी पुस्ताहरूबाट के अपेक्षा राखेका छन् भन्ने कुरा उनीहरूको आफ्नै भनाइमा सुन्न सक्नुहुनेछ। भावी सन्ततिहरूलाई के भन्न चाहन्छु भनेदेखि जसरी हामीहरू भुटानमा थियौँ र नेपालमा आयौँ, नेपालमा जसरी विभिन्न दुःखहरू भोग्यौँ, अब अहिलेको भावीहरूलाई चाहिँ के छ भनेदेखि उहाँहरूलाई त्यस्तो केही दुःखहरू केही पनि छैन। उहाँहरूले पढ्न सक्नुहुन्छ, जे चाहे गर्न सक्नुहुन्छ। उहाँ हुँदाखेरि भनेको कुनै नानीहरू जति नै ब्रिलियन्ट भयो भने म डक्टर बन्छु भनेर सोचे तापनि उहाँहरूको दिमाग त्यस्तो भए तापनि उहाँहरू सक्नुहुन्थेन। र यहाँ भनेको सम्भव छ, गभर्मेन्ट लोनहरू दिन्छ, उहाँहरूले अगाडि बढ्न सक्नुहुन्छ। राम्रो बन्नुहोस्, राम्रो होस्। यो देशले शरण दिएको छ। कमसेकम यो देशले पनि केही आशाहरू
राखेको हुन्छ। नागरिकता दिइसकेपछि यहाँको नागरिकले केही गरोस् भन्ने कुरो सोचेको हुन्छ। जस्तै उदाहरणको लागि लिनु पर्यो भनेदेखि जस्तै आइन्स्टाइन ऊ पनि जर्मनीदेखि आएको थियो। आइन्स्टाइनको जति आविष्कारहरू अमेरिकाले जसरी लिन सक्यो त्यो फाइदा लिन सक्यो त्यसरी नै हाम्रो नानीहरूले पनि अगाडि बढोस्, यो देशमा आएर केही प्रगति गरोस्, कुनै आविष्कार गरोस्, कुनै ठुलो कुरा गरोस्। अर्थात् गर्दै गरेन भने पनि एउटा सानो काम गरे भने पनि त्यो देशको लागि योगदान हुनेछ भन्ने चाहिँ लाग्छ। नबिग्रियोस्, राम्रो होस् भन्न चाहन्छु। सबैभन्दा ठुलो कुरा चाहिँ हाम्रा नानीहरू विशेष गरेर जुन युवाहरू छन् उनीहरूले शिक्षा कन्टिन्यू पढाइ एकदम कुनै पनि प्रकारले परिस्थिति विभिन्न प्रकारका होलान् तर पार्ट टाइम गरेर भए पनि कसरी गरेर हुन्छ। नाइट कलेजहरू पनि छन्। नानीहरूले शिक्षालाई चाहिँ निरन्तर अगाडि बढाइदिउन् किनभने एउटा शिक्षा भनेको चाहिँ यति ठुलो महत्त्वपूर्ण हो कि शिक्षाले नै सबै कुराहरू हामीलाई प्रदान गर्न सक्छ। हाम्रो ज्ञान हुन्छ, हाम्रो अनेक प्रकारको शक्तिहरू हुन्छ र अहिलेको आवश्यकता भनेको हामीले चाहिँ यदि कसैले हाई स्कुलबाटै ड्रप गरेका छन् भने पनि त्यस्ता नानीहरूलाई पनि नानीहरू यस्तो होइन पढ्नुपर्छ भनेर हामीले हौसला दिने कसो गर्दा राम्रो हुन्छ। हाम्रो सामाजिक दायित्व, हाम्रो कर्तव्य, किनभने हाम्रा नानीहरू नै अब हामी यो देशको नागरिक भइसके पछाडि यिनै भविष्यका नेताहरू होलान्। कतिजना अब अहिले त पब्लिक अफिसेसहरूमा इलेक्टेड पनि भइसके। उहाँहरूले चाहिँ यहाँको शिक्षा, यहाँको संस्कार, यहाँको संस्कृति, यहाँको परम्परालाई बुझेनन् भनेदेखि र आफ्नोमा मात्रै सीमित रहे र आफ्नो पनि राम्ररी सिक्न सके भनेदेखि चाहिँ अवश्य पनि दुःख पाउने अवस्था हुन्छ। यो एउटा बहुजाति बहुसंस्कृति भएको देशमा हामीले आफ्नो मात्रै चिजलाई सीमित नराखेर अरू चिजबाट पनि सिकेको कुरालाई कसरी हामीले व्यवहारमा ल्याउन सकिन्छ र मिलजुल, सामाजिक मेलजुल, सामाजिक न्याय, सामाजिक विकासमा नै आफ्नो व्यक्तिगत विकास छ र व्यक्तिगत विकास नै सुरुवात सबैभन्दा ठुलो विकास हो। र सबैभन्दा ठुलो मैले धेरैचोटि भनिसकेँ कि हाम्रो एकदमै आवश्यक भनेको चाहिँ शिक्षा नै हो र शिक्षामा निरन्तर सबैको मन लागोस् र हाम्रो पनि योगदान पुगोस् भन्न चाहन्छु। र त्यसमै म पनि लागि पर्ने मेरो सोच छ सामाजिक न्याय, सामाजिक विकास र हाम्रा युवा पिँढीलाई शिक्षा निरन्तर हुनुपर्ने यो जटिल आवश्यकता छ। हर प्रकारले हर ठाउँबाट हामीले पाउने रिसोर्सेसहरू हामीले यसमै डाइभर्ट गर्नुपर्ने हुन्छ र शिक्षित मान्छे भोलि गएर कहिले पनि दुःख पाउँदैन। शिक्षित भइसके पछाडि एकजना दुईजना होला परिस्थितिले उहाँहरूलाई साथ नदिनु आफ्नो ठाउँमा छ तर शिक्षित भएको मान्छेले दुःख संसारमा कहीँ पनि पाउँदैन। त्यसमा मेरो आत्मविश्वास छ। यो डकुमेन्ट्री हेरेर वा सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। तपाईँहरूको अमूल्य समयको लागि हार्दिक आभार व्यक्त गर्दछु। नमस्ते।